हेर्न सक्नुहुन्छ हाम्रो यहाँको आजको दिन फुल पनि फुलिरहेको छ, आकाशबाट पानी पनि परिरहेको छ हैन। हेर्न सक्नुहुन्छ धान रोपेको यता चाहिँ पहिले अगाडि रोपेको थियो अनि खेतमा चाहिँ पानी सब खेतमा पानी फुल भरेको छ। हेर्नु न सानो खोला चाहिँ बगेको छ हैन। अनि यस्तै छ यताको चियाबान आपको बुट्टा हेर्नुस् पानी मौसम जरा सा रूठा हुआ है, सैयारा तू तो बदला नहीं है। मौसम जरा सा रूठा हुआ है। त्यो चाहिँ यहाँ चाहिँ रोप्दै हुनुहुन्छ उहाँहरूले चाहिँ है। उहाँहरूको चाहिँ सकेको रहेन रहेछ क्या हो। लाएर एउटा ग्यास गर्न सक्ने वरिपरि केही छैन। यहाँ बिचमा एउटा चाहिँ रुख छ। हामीले चाहिँ यो रोप्दै घाम भयो भने चाहिँ त्यसको मुनि गएर बस्छौँ हामी। त्यसको मुनि गएर शीतल दिन्छ। यस्तो छ है। चल्ला पानी बन्द भयो अहिले चल्ला चर्नलाई लिइरहेको छ पानी पनि क्यामेरामा हेर्नुहोस्। अहिले चल्ला हिँडिरहेको छ अहिले चाहिँ चर्नलाई शिकार गर्नलाई। पानी बगिरहेको छ खेतदेखि। यता चाहिँ रोपेर भइसक्यो। तपाईँकोतिर चाहिँ के कस्तो छ अवस्था है। हाम्रो चाहिँ यहाँ 15-20 दिन भइसक्यो रोपेर पनि है। धान पनि कालो भइसकेको छ। हजुरतिरको कस्तो भइरहेको छ? चरा उड्दैछ हेर्नुहोस् न। वाह कस्तो दामी गरी उडेर गयो। हेर्नु न शिकार गर्दैछ चल्लाले चाहिँ आज। त्यो मजा खतरा साउन्ड दिइरहेछ है सबैले पनि। तपाईँतिर कस्तो छ के कस्तो छ है कमेन्ट गरिदिनु होला टक्क। हजुरतिरको धान चाहिँ रोपिसकेको छ कि छैन? हाम्रोतिर चाहिँ रोपिसकेर पनि धान कालो भइसकेको छ यसरी है। हेर्नुहोस् खेतमा पनि पानी टमक्क भरेको छ। ल हामी चाहिँ यति नै है आजको दिनलाई चाहिँ। बाई बाई।